हेलो एभ्रिवान। आज मैले बनाएको छु परवल चप। यो बनाउन एकदमै सजिलो छ र खान एकदमै मिठो हुन्छ। आउनु सुरु गरौँ है। यहाँ मैले 4वटा परवललाई लिएर यसरी अगाडि पछाडि काटेर अनि यसको बोक्रा खुर्किदिएँ चक्कुले। परवल हाम्रो रेडी भइसक्यो। अब यसलाई यसरी बिचमा चिरा लगाएँ। अब चक्कुको सहायताले यसको बिची निकाल्दिएँ। यो हजुरले हातले पनि निकाल्न सक्नुहुन्छ। अब यसलाई चक्कुले यसरी सटसटी यसरी काटिदिएँ। चिरा लगाइदिनुपर्छ। परवल हाम्रो रेडी भइसक्यो। अब बेसन लिएर अब यसको पेस्ट तयार गरौँ है। यहाँ मैले बेसन लिए 1 चम्चा चामलको पिठो, खुर्सानी धुलो, बेसार, स्वाद अनुसार नुन र थोरै ज्वानो हाले, धनिया पत्ता राखेँ। अब यसमा थोरै खाने तेल ऐड गरेँ, थोरै पानी हालेर यसको पेस्ट बनाएँ। पेस्ट हाम्रो रेडी भइसक्यो। अब परवललाई हाल्दै यसरी तातो तेलमा गोल्डन ब्राउन हुने गरी फ्राई गरेँ। लो हाम्रो परवल चप रेडी भइसक्यो र तातो पस्के। यो धेरै मिठो हुन्छ। एकचोटि चाहिँ ट्राई गर्नु होला।